नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो यस YouTube च्यानलमा। तपाईहरुले मेरो भिडियो के कस्तो लागिरहेको छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। तपाईको कमेन्टले मलाई भिडियोहरु बनाउनमा एकदमै महत्त्वपूर्ण भूमिका खेल्नेछ। मलाई आशा छ मेरो YouTube भिडियोहरु हेरेर तपाईहरुले धेरै कुराहरु सिक्नुभयो होला भन्ने मलाई पूर्ण आशा लिएको छु। म आज तपाईहरुलाई जापानिज भाषामा जिगुसोकाई मतलब परिचय दिने तरिकाहरु सिकाउन गइरहेको छु। कम्पनीहरुमा प्रवेश गर्दा त्यसपछि स्टुडेन्ट भिजामा एप्लाई गर्दाखेरि है वहाँ गइसकेपछि स्कुलमा पनि जिगुसोकाई गर्नुपर्ने हुन्छ। यस्तो विभिन्न कुराहरुलाई समेटेर म एउटा भिडियो तयार गर्दैछु। कृपया भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्ने कोसिस गर्नुहोला। यदि तपाईलाई केही जिज्ञासा लाग्यो भने कमेन्ट गर्न सक्नुहुन्छ, रिप्लाई आउनेछ। तपाईले यहाँ देखिसक्नुभयो जिगुसोकाई ओनेगाइशिमास अथवा ओसिएते कुडासाई है। जिगुसोकाई भनेको परिचय, ओनेगाइशिमास भनेको अनुरोध गर्दछु भन्न खोजेको, अथवा ओसिएते कुडासाई पनि भन्न सकिन्छ। जापानिजहरुले भन्दाखेरि जिगुसोकाई ओनेगाइशिमास भन्न पनि सक्नुहुन्छ अथवा जिगुसोकाई ओसिएते कुडासाई पनि भन्न सक्नुहुन्छ। यो दुईटै शब्द भनेको एउटै हो, परिचय दिनुहोस्। अब तपाईहरुले आफ्नो परिचय कसरी भन्ने त हेरौं। सुरुमा नम्बर 1 मा रहेको छ हाजिमे मासिते है। हाजिमे मासिते भनेको चाहिँ यो मेरो पहिलो भेट हो। यो सुरुको फर्स्ट टाइममा इन्टरभ्यु दिँदाखेरि जिगुसोकाईमा हाजिमे मासिते भन्न चाहिँ नछुटाउनु होला। हाजिमे मासिते भनिसकेपछि बल्ल अन्य कुराहरु भन्दै जानु होला है त। हेरौं। त्यसपछि नम्बर 2 मा रहेको छ मिनासान कोनिचिवा। मिनासान भनेको सबैजना है। सबैजनालाई कोनिचिवा गुड आफ्टरनुन। यदि बिहान गर्दै हुनुहुन्छ भने ओहायो गोजाइमास भन्नुस् है। मिनासान ओहायो गोजाइमास। र यो शब्द भन्दाखेरि चाहिँ तपाईहरु झुक्न चाहिँ नबिर्सनु होला। यो 1 र 2 शब्द भन्दाखेरि नबिर्सनु होला। जस्तै हाजिमे मासिते मिनासान कोनिचिवा भनेर इशारा गर्नु होला। अब हेरौं। वाटाशी वा पुन बिहान देशु। म पुन बिहान हो मतलब बिहान पुन हो। अब तपाईहरुले भन्दाखेरि पहिला नाम भन्ने अगाडि त्यसपछि आफ्नो थर भन्ने। यदि यहाँ बहादुर छ भने पुन बिहान बहादुर भन्ने हुन्छ है त। पुन धन बहादुर भन्ने हुन्छ। यसरी गर्नु होला। अब तपाईहरुले अर्को तरिकाबाट पनि पठाउन सक्नुहुन्छ। वाटाशी नो नामाए वा पुन बिहान देशु। मेरो नाम पुन बिहान हो, बिहान पुन हो। मेरो नाम बिहान पुन हो। यो तरिकाबाट पनि भन्न सक्नुहुन्छ। तपाईहरुले एकदमै सजिलो चाहिँ यही नै हुन्छ, वाटाशी वा पुन बिहान देशु। अब तपाईहरुले यहाँ किन कन्फ्युज हुन्छ भनेपछि वाटाशी वा नामाए वा भन्ने झुकिन सक्छ। वाटाशी नो नामाए वा भन्ने ठाउँमा वाटाशी वा भन्न सक्नुहुन्छ। त्यसैले चाहिँ एकदमै सजिलो तरिका चाहिँ यो छ भन्ने कुरालाई ध्यान दिनु होला। अब हेरौं यहाँ पनि वाटाशी वा भनेको पनि म हो। यहाँनिर छ वाटाकुशी। वाटाकुशी भनेको पनि म भन्ने शब्द हो है। यो वाटाशी शब्दको चाहिँ उच्च शब्द हो, एकदम पोलाइटनेस शब्द हो। अब तपाईहरुले यो वाटाकुशी भनेर पनि यहाँ राख्न सकिन्छ। जस्तै वाटाकुशी वा पुन बिहान देशु भनेर भन्न सक्नुहुन्छ। इन्टरभ्यु दिने कुराहरु त धेरै आफ्नै तरिकाहरु छन्, तर यो तरिकाले भन्नुभयो भने एकदमै सजिलो पनि हुन्छ तपाईहरुले। अब हेरौं। त्यसपछि इमा नेपारु नो पोकारानी सुन्दैमास है। इमा भनेको अहिले, नेपारुको है नेपालको, नेपारु नो भनेको नेपालको, पोकारानी पोखरामा यो नि भनेको पार्टिकल। यो स्थानको पछाडी चाहिँ नि पार्टिकल लगाएको हो। त्यसपछि सुन्दैमास सुमु भनेको ठाउँमा बस्नु भनेको मिनिङ छ। सुमेमास भनेको है तपाईलाई थाहा छ। यसले टे फर्ममा लगेर इमास जोडेको। सुन्दै इमास है भनेको बस्दै छु, अथवा तपाईहरुले सुन्दै ओरिमास भने पनि भन्न सक्नुहुन्छ। यो ओरिमास भन्ने शब्द चाहिँ 50 लेसन तिरेको छ है। एकदमै पोलाइटनेस सेन्टेन्स 49-50 लेसनको चाहिँ यो फर्म छ। त्यो फर्मको बारेमा यहाँ आएको हो। इमा नेपारु नो पोखरानी सुन्दैमास अथवा ओरिमास पठाउन सक्नुहुन्छ। यो इमास र यो ओरिमास भन्ने शब्द चाहिँ एउटै अर्थ लाग्छ, तर यो इमास सिम्पल हो भने यो ओरिमास चाहिँ अलिकति उच्च लेभलको शब्द हो, जुन 49-50 लेसनमा यसको बारेमा छ है। त्यतिबेला पढ्न सक्नुहुन्छ। तपाईले यो बोकेर बस्दा पनि हुन्छ। त्यसपछि अर्को पनि छ यहाँ टपिक्समा नेपारु कारा किमासिता। यदि तपाईहरु जापानमा गइसक्नु भयो है, जापानमा गइसक्नु भयो हैन, त्यस्तो बेलामा चाहिँ नेपारु कारा किमासिता भन्न सक्नुहुन्छ। यदि नेपालमै हुनुहुन्छ भने यो भन्न अहिले आवश्यक छैन, तर भविष्यमा चाहिँ यो सम्झिन पर्ने रहेछ है। अब तपाईहरु बुझिसक्नु भयो नेपारु नो पोकारानी है, काठमान्जुनी है, काठमाडौँमा बस्दै छु हैन। त्यसै जस्तो बुटोलले सुन्दैमास भन्न पनि पाउनुहुन्छ।
एउटा नेपालको बुटोलमा भन्दा पनि हुन्छ, त्यसको केही फरक पर्दैन तपाईहरुले। तर तपाईहरुले आफ्नो जिल्लाको नाम चाहिँ भन्नु होला, किनकि एउटा त्यो जिल्लाको सानो गाउँ त तपाईहरुले थाहा हुन्न, उसलाई त जापान त हामीलाई पनि थाहा हुँदैन, त्यस्तै जस्तो उसलाई पनि पोखरा काठमाडौँ भनेर थाहा छ। एउटा डिस्ट्रिक्टको नाम अलिअलि सुने जस्तो लाग्ला, त्यसैले चाहिँ आफ्नो डिस्ट्रिक्टको नाम भन्नु होला। त्यसपछि अर्को नम्बर 5 मा छ गेन्जाइवा। यो पनि उच्च लेभलको शब्द हो है, गेन्जाइ। गेन्जाइ भनेको आजभोलि हैन, के गरिरहेको छ त आफ्नो कामको बारेमा बताउनु पर्यो। गेन्जाइवा तानाका खाइस्या दे सिकुरु सिते इमास अथवा ओरिमास भन्न पनि यहाँ पाउनुहुन्छ। यो उच्च शब्दको वाक्य हो भन्ने कुरा बुझिसक्नुभयो यहाँनिर। गेन्जाइवा आजभोलि तानाका खाइस्या, तानाका भन्ने कम्पनीमा है सिकुरु सिते इमास काम गरिरहेको छु अथवा सिकुरु सिते ओरिमास काम गरिरहेको छु भन्न खोजेको उस्तै हो। यदि तपाईहरु विद्यार्थी भिसामा चाहिँ जाने हुनुहुन्छ भने यहाँनिर जस्तै आफ्नो कन्सल्टेन्सीको नाम यहाँ राख्न सक्नुहुन्छ है। जस्तै यामा निहोन्गो गाक्को बताउन सक्छ, यामा निहोन्गो गाक्को दे बेन्क्यौ सिते इमास अथवा बेन्क्यौ सिते ओरिमास है। म निहोन्गो गाक्कोमा अध्ययन गरिरहेको छु भन्न सक्नुहुन्छ। अथवा तपाईहरुले गेन्जाइवा निहोन्गो ओ बेन्क्यौ सिते ओरिमास भन्न पनि पाउनुहुन्छ। म अहिले जापानी भाषा अध्ययन गरिरहेको छु। यसरी चाहिँ यो बताउनु होला आफ्नो कामको बारेमा। त्यसपछि अर्को छ आफ्नो रुचिहरु पनि भन्न पर्यो। वाटसिनो स्युमी वा डान्सुतो उटाउ कोटो देश। मेरो स्युमी भनेको रुचि, डान्सु भनेको नाच्ने है, र उटाउ कोटो देश गाउने हो है, गाउनु हो भनेर भन्न सक्नुहुन्छ। तपाईले आफ्नो रुचि बताउँदाखेरि दुईवटा वर्ड चाहिँ भन्न नछुटाउनु। एउटा मात्र वर्ड भन्नु भयो भने तपाईले होकानी वा भनेर सोच्छ, अन्य नि भन्न सक्छ है। त्यसैले चाहिँ दुईटा भन्नु भयो भने ढुक्क भयो। अझ तपाईले तीनवटासम्म प्र्याक्टिस गर्न सक्नुहुन्छ। जस्तै डान्स सुटो, टेनिस सुटो, उटाउ कोटो देश हैन। यदि भ्रमण गर्नु छ भने रेखौ सुरु कोटो देश है। यसरी चाहिँ तपाईले बताउनु होला। त्यसपछि अर्को आयो 7औं नम्बरमा नानाबानमा इमा निजु नाना साइदे है। अहिले 27 वर्ष भएर खेकोन सिटे इमास विवाहित छु है, विवाह गरिरहेको छु। विवाह गरे भन्ने अर्थ लाग्छ भने खेकोन सिटे ओरिमास भनेको नि सेम केस हो। यदि तपाईहरु सिंगल हुनुहुन्छ भने खेकोन सिटे मासेन, खेकोन सिटे इमासेन भन्न पाउनुहुन्छ। यदि तपाईहरु अविवाहित हुनुहुन्छ भने खेकोन सिटे इमासेन, अहिले विवाह गरेको छैन भन्ने अर्थ लाग्छ। अर्को तरिकाबाट पनि भन्न सक्नुहुन्छ डोकुसिन देश है। इमा निजु नाना साइदे डोकुसिन देश। म अहिले 27 वर्ष भएर अनम्यारिड हो भन्न सक्नुहुन्छ। आफू म्यारिड हो कि अनम्यारिड हो भन्ने कुराहरु पनि बताउन सक्नुहुन्छ। त्यसपछि अर्को हेरौं हाचिबानमा। यो पनि इम्पोर्टेन्ट, यो र यो 1 नम्बरको भन्नै पर्छ तपाईले जिकुसुकै भन्दाखेरि है त। लास्टमा चाहिँ डोजो योरोसिकु ओनेगाइसिमास है। डोजो योरोसिकु ओनेगाइ इतासिमास भन्न पनि पाउनुहुन्छ। यो इतासिमास भनेको पनि उच्च शब्द हो। यो उच्च शब्दमा पर्छ, 49-50 लेसनमा पर्छ है त। अब तपाईहरुले बुझिसक्नुभयो। यो भनेको नाइस टु मिट यु। यति बेला पनि तपाईहरु झुक्न पर्ने हुन्छ। बिस्तारै भनेर झुक्न सक्नुहुन्छ। डोजो योरोसिकु ओनेगाइ इतासिमास भनेर भन्न सक्नुहुन्छ है त। सिमास पनि भन्न पाउनुभयो, इतासिमास भन्न पनि पाउनुभयो। अब यसरी चाहिँ आफ्नो जिकुसुकाहरु गर्ने बुझ्नुभयो होला। आशा छ तपाईहरुले यो भिडियो हेरेर धेरै कुराहरु बुझ्नुभयो होला। अब यहाँ लास्टमा पनि छ है। जस्तै निहोन्जिनले भन्ने शब्द। निहोन्जिनले कसरी भन्छ त? सुरुमा एउटा यामादा-सान भन्ने हुनुहुन्छ व्यक्ति है। उहाँले कसरी भन्नुहुन्छ हेरौं। कोन्निचिवा वाटासी वा यामादा देश है। कोन्निचिवा वाटासी वा यामादा देश। गुड आफ्टरनुन, म यामादा हो भनेर भन्नुहुन्छ सुरुमा। त्यसपछि योरोसिकु ओनेगाइसिमास है, नाइस टु मिट यु भनेर भन्न सक्नुहुन्छ उहाँ यामादा-सानले। अब तपाईहरु बुझिसक्नु होला। यो केस भनेको हामीलाई इन्टरभ्यु लिनुभन्दा अगाडि पनि भन्न सक्नुहुन्छ उहाँले। जस्तै हामीहरु अनलाइन इन्टरभ्युमा अगाडि छौं, त्यति बेला चाहिँ पहिला नै आफूले परिचय दिनुहुन्छ यामादा-सानले है। जस्तै कोन्निचिवा वाटासी वा यामादा देश, योरोसिकु ओनेगाइसिमास भनेर बताउन सक्नुहुन्छ। त्यसपछि हामीले के भन्यो त? त्यसपछि चाहिँ हामीले पनि हाजिमे मासिते है, हाजिमे मासिते वाटासी वा पुनबियान देश, योरोसिकु ओनेगाइसिमास भनेर चाहिँ स्टार्ट गर्न सक्नुहुन्छ तपाईहरु। त्यसपछि उहाँले पनि आफ्नो जिकुसुकै माग्न सक्नुहुन्छ। जिकुसुकै ओनेगाइसिमास भनेको खण्डमा मात्रै यो कुराहरु बताउने हो। तपाईहरुले कम्पनीमा इन्टरभ्यु दिन जाँदाखेरि है,
त्यसपछि स्कुलमा जापानको स्कुलमा गइसकेपछि जेको सबै गर्ने कुराहरू हुन्छन् त्यति बेला चाहिँ यो भर्नुपर्ने हुन्छ। अब तपाईहरुले यसमा मेन कुरा छुटाउनै नहुने कुरा 1 नम्बरको है त्यसपछि आफ्नो नाम अनि आफू कहाँ बसिराख्नु भएको छ है त्यसको बारेमा बताउँदा पनि हुन्छ। त्यसपछि आफ्नो कामको बारेमा र आफ्नो यो रुचिको बारेमा। यो उमेर भन्न आवश्यक नै छैन तर भन्यो भने तपाईहरुको इन्टरभ्यु एकदमै राम्रो हुन्छ। अनि यो लास्टको 8 नम्बरको चाहिँ भन्नै पर्यो है यो भयो भने मात्रै बल्ल तपाईहरुको इन्टरभ्यु सकिन्छ। त्यसै जस्तो तपाईहरु लास्टमा चाहिँ इजियोडेस ओआरइडेस भन्ने पढ्न सक्नुहुन्छ। ओआरइडेस सिद्धियो है अथवा इजियोडेस भनेको 80 नै भन्न पनि खोजेको हो। खासमा यसको अर्थ चाहिँ भन्दा बढी भन्ने पनि हुन्छ है। अब 80 नै भन्ने अर्थ दिएपछि सकिहाल्यो। त्यसैले दोजेरोसीको ओनेगाइसिमास अथवा ओनेगाइरेसिमास भन्न चाहिँ नछुटाउनु होला। अब तपाईहरु दुःखसँग इन्टरभ्यु दिन सक्नुहुन्छ। त्यसको लागि यो पछाडी लेखेको कुराहरुलाई एकदमै टिपोट गरेर अध्ययन गर्नु होला। सकेसम्म एकदमै मजाले दिनु होला। फास्टमा नबोल्नु होला, एकदमै छिटो नबोल्नु होला। त्यसैले यो इन्टरभ्यु दिन एकदमै ढुक्कसँग दिने कोसिस गर्नु होला। यो जिज्ञासाको एउटा पार्ट हो। अन्य भिडियोहरु पनि हेर्दै जानु होला। मेरो भिडियो हेरेर तपाईलाई के कस्तो लागिरहेको छ, कस्तो खालको भिडियोहरु बनाइदियो हुन्छ जस्तो लाग्छ कृपया कमेन्ट गर्न सक्नुहुन्छ। यदि तपाईहरु नयाँ साथीहरु हुनुहुन्छ भने सब्स्क्राइब गरेर साथ दिनु होला है। पुराना साथीहरुले चाहिँ लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब पनि गर्न नबिर्सनु होला। तपाईहरुको साथी पनि कोही भिडियो हेर्न चाहनुहुन्छ भने उहाँहरुलाई यो भिडियो हेर्न अनुरोध गर्नु होला। आजको भिडियोलाई म बिदा हुन चाहन्छु। सायोनारा।